नमस्ते साथीहरू, सबैजना सन्चै हुनुहुन्छ होला। म पनि सन्चै छु। अनि म चाहिँ पसल खोल्नुपर्ने हुन्छ, त्यही भएर म बिहान उठेँ, मुख धोएँ। बाबुको बाबा चाहिँ गाउँ जानुभएको छ नि त, केही काम परेर, त्यही भएर पसल खोल्नुपर्ने हुन्छ। त्यही भएर म बिहान उठेँ अनि पसल खोल्ने तयारी गरेँ। मुख धोएँ, त्यसपछि अनि लोसन लाएँ। म खासै त्यस्तो हेभी मेकअप गर्न आउँदैन। लोसन लाएँ, त्यसपछि सनक्रिम पनि लाएँ। सनक्रिम लोसन नर्मलै हो मेरो। अनि त्यसपछि बाबुहरू चाहिँ उठेकै थिएन। म सटर खोल्ने तयारी गरेँ। अनि डेरीबाट दुध चाहिँ ल्याइदिनु भएछ, निचुम्दै राख्नु भएको रहेछ। म लिएर फ्रिजमा राखेँ। अनि त्यसपछि पूजा गरेँ। पूजा गरिसकेपछि म सरसफाइ गर्छु भनेको मेरो सानो उठेछ, मामु अरे हजुर भनेको। अनि मामुसँगै सुत्ने अरे, मामु उठ्नुपर्छ नि त, काम गर्नुपर्छ भनेको। म तपाईँसँगै बस्ने अरे। पसलमा मान्छे आयो, सामान दिएँ मैले। सामान दिइसकेपछि फेरि त्यो सरसफाइ लाएँ। फेरि उसको मेरो कान्छोले मोबाइल मागिरहेको थियो, म मोबाइल नदिएको। साइकल खेल्छु रे, हुन्छ साइकल खेल भनेको। जाँदैछु साइकल खेल्न, म चाहिँ यतातिर। मैले चाहिँ कुखुरा पनि थोरै पालेको छ नि त हामीले, अनि त्यही भएर म कुखुरा छोड्न जाँदैछु। कुखुरा चाहिँ यो भित्र हो, अलि अप्ठ्यारो छ कि कुखुरा खोल्न चाहिँ, अनि त्यही भएर छैन। कुखुराहरू 40-50वटा छ। फुल पार्ने कुखुराहरू छ, त्यही भएर खाना खान खोज्दैछ। खाना खुवाउनलाई दाना पानी दिन जानुपर्छ। हाम्रो ठाउँ चाहिँ यस्तो छ, गाउँ जस्तै छ, तर रमाइलो छ। यताको हावापानी सबै राम्रो छ। अनि यताको मान्छे पनि राम्रो हुनुहुन्छ, गाउँकै जस्तो मिल्ने। म चाहिँ पानी तताउँछु। तातो पानी खानुपर्छ बिहान, त्यही भएर मेरो बाबु चाहिँ अझै उठेको छैन। कान्छोले मसँगै यता गरिरहेको छ। दाना बनाउँछु म कुखुरालाई। दाना मात्र खाँदैन, त्यही भएर भातसँग मिक्स गर्नुपर्ने हुन्छ। म मिक्स गर्छु। चप्पल चाहिँ अर्को लाउँछु, हिलो हुन्छ नि त, त्यही भएर म अर्को चप्पल लाउँछु कुखुरा खोल्न जाँदाखेरि। फेरि त्यही बेला पसलमा मान्छे आएछ, अनि त्यही भएर छिटो गरेर म जानुपर्ने हुन्छ। सामान दिइसकेपछि धोएँ। त्यसपछि मेरो कान्छोले पानी खाने हो भनेको, हर्लिक्ससँग खाने अरे। हजुर पानी खाने कि हर्लिक्स। अनि आमा छोरा चाहिँ अब तातो पानी खानलाई तयारी। मेरो बाबु चाहिँ अझै पनि उठेको छैन। त्यो रातभरि चाहिँ जति पनि बस्ने, बिहान चाहिँ उठ्दै नउठ्ने। मेरो कान्छो चाहिँ मसँगै हेर्नु न मेरो पिम्पल, हेर्नु न मामु मेरो पिम्पल अरे। डिम्पल भन्न नजानेर, हेर्नु न मेरो डिम्पल भन्न नजाने, मेरो पिम्पल अरे कान्छो। मम्मी हाँस्दिनु न अरे। मैले हाँस्दिएको, खुसी हुन्छ। अनि मेरो दाँत किरीले खाएछ भन्दै छ मेरो सानो चाहिँ। यो चाहिँ जहिले म सँगसँगै उठ्छ। मेरो बाबु चाहिँ अझै पनि उठेको छैन। यो राति चाहिँ जति पनि बस्छ, बिहान चाहिँ उठ्दैन।
दिशा दिदीले देख्छ नि यो है अब चाहिँ मैले खाना पकाउनु पर्ने हुन्छ मेरो आज दिन यसरी नै बित्छ कस्तो लाग्यो साथीहरू मेरो भ्लग सबैले माया गरिदिनु होला बाई बाई शुभ दिन